यो भ्यू हेर्नु न गाइज, ओ माई गड। हेर्नु न भेडाहरू क्या दामी छन्, बाफ रे बाफ। यहाँ भेडाहरू छन् अनि यस्तो रमाइलो भइरहेको छ अनि मौसम पनि हेर्नु न पुरा बादल भएको छ। यो वेट गर्न। सो हे गाइज, यु आर वाचिङ माई युट्युब च्यानल सुरज आगिरी। आई होप सबै सन्चो हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अघिल्लो ब्लगमा कहाँ छु भनेर थाहा होला, हामी चाहिँ चितलाङमा आएको छौँ है। आज चाहिँ हजुरहरूलाई हामी चितलाङ पुरा घुमाउनेछौँ। यदि हजुरहरूले पार्ट 1 पार्ट 2 देख्नु भएको छैन भने चाहिँ त्यो हेर्न सक्नुहुनेछ। अहिले चाहिँ हामी भेडा फार्म पुगिसकेका छौँ, हेर्न सक्नुहुनेछ। अहिले भर्खर हामी तलबाट आयौँ अनि उता पनि घुम्न गएको थियौँ। चार्जिङ नभएर अलिक प्रब्लम नै भएको छ। यहाँ हेर्नु न कस्तो दामी छ भेडा फार्म। उता भेडा पनि आइसकेका छन्, उता बिचमा छन्। अहिले हामी त्यता जानेछौँ, मजाले घुम्न जानेछौँ। कस्तो रमाइलो छ हेर्नु न। सुपर। यो चाहिँ भेडा फार्म हो। अहिले राम्रोसँग एक्सप्लोर गराउने छ हजुरहरूलाई। अनि यहाँ चाहिँ आमालाई भनेको थियो हामीले चटपट बनाइदिनु भनेर। अनि निरजी पनि यता हुनुहुन्छ। निरजी कस्तो लागिरहेको छ? मोबाइल छ है। अनि यहाँ चटपट यो के अर्ग्यानिक ऊ हो है? हजुर, पुरै काँक्राहरू आफ्नै बारीको हजुरको? ए हो र। हेर्न सक्नुहुन्छ। यदि हजुरहरू पनि चितलाङ आउनुहुन्छ भनेपछि यता चटपटहरू सबै कुराहरू पाइन्छ आमाकोमा। यस्तो राम्रो छ। बाइकले पनि अहिलेसम्म साथ दिएको छ, कतिखेर बिग्रिन्छ थाहा छैन, तर बाइकले चाहिँ एकदमै साथ दिइरहेको छ। ठिकै छ, जे होस् रमाइलो भइरहेको छ। अनि यहाँ रुखहरू पनि यस्तो दामी दामी रुखहरू छन्। खै यहाँ हेर्नु न, दामी एकदमै पहाड जस्तो फिल भइरहेको छ मलाई त। चिसो पनि छ, गर्मी पनि छ। घाम आएपछि एकदमै हुन्छ नि त, खतरनाकवाला घाम छ। हाम्रो चटपट पनि ल्याउनु भयो हामीले चाहिँ ल्याउँ ल। धन्यवाद धन्यवाद। सो हाम्रो चटपट पनि आइसकेको छ, यहाँ हेर्न सक्नुहुनेछ। अब हामी यहाँ चटपट खान्छौँ है। बेस्ट छ। अहिले चाहिँ निकै नै घाम लागिरहेको छ, तर भ्यू चाहिँ एकदमै बेस्ट छ है। अहिले बादलहरू चाहिँ क्लोज हुँदैछन्। अहिले क्लोज भइसकेपछि चाहिँ यस्तो बवाल भिडियोहरू आउँछ, पुरै छोडिदिनुहोस्। र उता दाई पनि हुनुहुँदो रहेछ। यता हामी यहाँ बसिरहेको छौँ अहिले घामको वेटिङमा। दाई नमस्ते। दाई चाहिँ उहाँ चाहिँ भेडा बाख्रा चराउने काम मस्त यस्ता होइन। तर गभर्मेन्ट हुने रहेछ है, यो जब चाहिँ गभर्मेन्ट हुन्छ है। यो चाहिँ सरकारी जागिर हुने रहेछ। मस्त यहाँ भेडा गरेर मजाले है। केही गर्नु पर्दैन है, खालि छोडिदिने हो, खोल्ने हो। बिरामी सिरामी भएको याद गर्नुपर्छ। बाहिर जाने, बाहिर पठाउनु भएन, आफ्नो अब एरियामा मात्रै। लगभग भनौँ न कोही बिरामी भएर मरेर पनि हुन्छ, त्यो चाहिँ विचार गर्नुपर्छ। गोठाल भएर मात्रै भएन। घर महिलाको लागि पनि अब यहाँ हेरिरहेको छु। खोरहरू गर्न दिनुहुन्न, त्यो राम्रो छ। सफारी गरे त्यति राम्रो, अब बाख्राले खाइदिएला भनेर। अनि मान्छेहरू कति भिजिट गर्छन् यहाँ? दाइ गर्छन् है। धेरै आउँछ नि। अनि हजुरले यहाँ कति साल भयो गरेर? मैले टोटल मैले धेरै भएको छैन। धेरै भएको छैन है। अनि इन चाहिँ हजुरकै हो नि क्या? कस्तो राम्रो छ है। कस्तो राम्रो छ बाख्रा भेडा है। कस्तो दामी। यहाँ हेर्नु न कस्तो दामी भेडाहरू चढ्दैछन्। हामी चाहिँ यो सूर्यको वेटिङमा हो। यो जब डाउन हुन्छ अनि चाहिँ हामी राम्रोसँग भिडियोहरू बनाउनेछौँ। मैले आफ्टर सो लङ टाइम है, अहिले हामी करिब 1 घन्टा जति वेट गऱ्यौँ यो सनसेट हुनलाई, सन डाउन हुनलाई। अहिले सूर्य माथि छ नि त एकदमै। हेर्नु अब यो बादलमा घेरिन्छ अनि यहाँ चाहिँ ऊ हुन्छ कि, अनि सेलो हुन्छ अनि भिडियो चाहिँ एकदम बबाल हुन्छ कि। अनि हामीले यहाँ पर्मिसन लगेर दाइहरूसँग उता हुनुहुन्छ, उहाँ पर्मिसन लगेर हामी यहाँ भित्रै आएको छौँ। भेडा फार्म भित्रै नै आएको छौँ हजुरहरूलाई राम्रोसँग देखाउनको लागि भनेर। अब यहाँ हेर्नु न कस्तो बबाल आइरहेको छ कि आखा। अनि तल भेडाहरू पनि छन्। म हजुरहरूलाई पुरै भेडाहरू देखाउँछु। अब यहाँबाट कहाँबाट जाने हो? यहाँबाट गए पनि हुन्छ है निरजी? कस्तो लागिरहेको छ? अहिले सन डाउन भएको छ। अब यहाँ जोइन हुन्छ होला। अनि यस्तो बादल हुन्छ, यस्तो दामी आउँछ नि, कुरै छोडिदिनुहोस् कि। सनमा चाहिँ भिडियो बनाउनको मजा नै अलग हुन्छ। आहा यहाँ हेर्नु न, यहाँ भेडाहरू पनि छन्, बाख्राहरू पनि रहेछन्। अनि भेडाहरू चढ्दैछन् अनि बाख्रा पनि रहेछन् यहाँ। अनि भेडाहरू चाहिँ उसरी कमै रहेछन्। भेडाहरू चाहिँ उता भित्र गइहाल्यो अहिले भर्खरै। अब हामी त्यहाँ जान्छौँ। ओ माई गड, क्या रमाइलो छ है। आहा भेडा फार्म यसरी एक्सप्लोर गर्न पाउँदा कसरी निकै खुसी लागेर। यहाँ भेडाहरू छन् अनि बाख्रा पनि छन्। भेडाहरू डराइसकेका छन्। अनि यी प्लस नेक्स्ट भेडा यता हुन्छ। यो पनि भेडाकै हो, तर ताजा किन भेडाहरू क्या दामी छन्, बाफ रे बाफ। यहाँ भेडाहरू छन् अनि यस्तो रमाइलो भइरहेको छ। अनि मौसम पनि हेर्नु न पुरा बादल भएको छ। यो वेट गर्नको लागि हो। हेर्नु न अब भिडियो कस्तो राम्रो आउँदैछ क्या। पछाडि हेर्नु यतातिर डाँडाकाँडाहरू छन् अनि चितलाङ हो यो चाहिँ। यस्तो रमाइलो भइरहेको छ। वाउ सुपर। भेडाहरू छन्।
हेर्नु न कस्तो दामी लुक एट दिस भ्यू गाइज अनि पछाडि भेडाहरू वाउ अनि यहाँ हेर्नु न असम गाइज ओ यो भ्यू हेर्नु न गाइज ओ माई गड लुक एट दिस यताबाट अरू भेडाहरू पनि आउँदैछन् सो फाइनली हाम्रो सुट पनि खतम भयो फोटो भिडियो मस्तसँग बनायो पछि चितलाङको हामी अर्ग्यानिक फार्ममा जान्छौँ सो लेट्स गो एभ्रीवान अब यहाँको चाहिँ भइहाल्यो जति हामीले खिच्नुपर्ने थियो सबै खिचिहाल्यौँ अब चाहिँ हामी अर्ग्यानिक फार्ममा जान्छौँ अहिले चाहिँ हामी यहाँ नासपाती घेडामा आएको छौँ हेर्न सक्नुहुन्छ यहाँ नासपाती पनि फलेका छन् अब चाहिँ एकछिनमा घर जान्छु यो बाटोमै पर्छ होइन एकदम टाढा थियो यहाँ बाटो यस्तो थियो पुरा हिलो हिलो पुरा गाडीको हालत पनि यस्तो भइसकेको छ अब हेर्नु न कस्तो दामी छ अहिले भर्खर पानी परिरहेको थियो अहिले फेरि उ भइहाल्यो क्या घाम लागिहाल्यो यस्तो छ हेर्नु न वाउ सुपर गाइज एकदम विदेश जस्तै छ नि निरजी रमाइलो भइरहेको छ वाउ सुपर बाइकले अलिक धोका दिए पनि लेकिन लोकेसन चाहिँ एकदम बवाल छ होइन सो अहिले हामी भिडियो बनाउँछौँ हल्का फुल्का अनि हामी निस्किन्छौँ सो अब आजको लागि यति नै यदि हजुरहरूलाई भिडियो मनपर्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला बाई बाई टेक केयर लभ यु सो मच गाइज